सुनसरीको इनरवा नगरपालिका वार्ड नम्बर 4 बस चौकबाट लागु औषध ब्राउन सुगर सहित 2 जना पक्राउ परेका छन्। इनरवा स्थित पूर्व पश्चिम राजमार्गमा लागु औषध ओसार पसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले बृहत क्षेत्र नगरपालिका वार्ड नम्बर 1 का 34 वर्षीय सुशील भन्ने मोहन बहादुर श्रेष्ठ र 27 वर्षीय अहिस तमाकारलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी र अस्थायी प्रहरी पोस्ट बस पार्क इनरवाको संयुक्त प्रहरी टोलीले लोखीबाट इनरवा तर्फ आउँदै गरेको कोड 3 प 6623 नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकल चालक बृहत क्षेत्र नगरपालिका वार्ड नम्बर 1 का 34 वर्षीय मोहन बहादुर श्रेष्ठ र पछाडि सवार अहिस तमाकारलाई लागु औषध ब्राउन सुगर 4 ग्राम 190 मिलीग्राम 1 ग्राम 660 मिलीग्राम गरी 5.85 ग्राम सहित बरामद गरेको जनाइएको छ। उनीहरूलाई लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याए थप अनुसन्धान गर्न कार्य भइरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो।